नमस्ते। आज हामीले नेपालमा म्याथमेटिक्स किन कमजोर भयो भन्ने बारेमा छलफल गर्न गइरहेका छौँ। यदि म्याथमेटिक्स सुधार गर्ने हो भने जिरो अवस्थादेखि म्याथमेटिक्समा रूपान्तरण गर्नुपर्ने आवश्यक देखिएको छ। जिरो अवस्था भन्नाले म्याथमेटिक्सको काउन्टिङ गर्ने क्रमदेखि नै हामीले चेन्ज गर्ने अवस्था छ। त्यसकारण आज हामी म्याथमेटिक्सका विभिन्न मेथड मार्फत एउटा म्याथ ल्याबलाई कसरी प्रयोगमा लान सकिन्छ, एउटा कन्क्रिट वस्तुको आधारमा कसरी कन्सेप्ट म्याथको दिन सकिन्छ भन्ने बारेमा हामी जिरो स्टेजबाट हामी छलफल गर्न गइरहेका छौँ। म्याथको गणना गर्दा कुनै पनि अङ्कको गणना गर्दा हामीले यसरी 1 2 3 4 5 6 7 8 9 10 यसरी गणना गर्छौँ हामीले है। गणना गर्दा 1 2 3 4 5 6 7 8 9 10 गर्छौँ। 10 बाट जस्तै हामीले नेपालीमा गणना गर्दा 10 भनेपछि पहिला के भन्ने गरिएको छ भने 1 र 1 11 भन्ने हाम्रो पुरानो परम्परागत गणित छ। 1 र यो 1 हो, यो 1 र 1 कदापि 11 हुन सक्दैन। यहीँबाट हामीले चेन्ज गर्नुपर्ने छ। जबसम्म विद्यालयमा 1 र 1 11 1 र 2 12 भन्ने कन्सेप्टबाट हामी बाहिर निस्कन सक्दैनौँ, तबसम्म हाम्रो म्याथमेटिक्स सुधार हुँदैन। त्यस के गर्ने त भनेपछि अब 10 वटाको यो एउटा स्टिक छ, यसलाई हामीले 1 10 भन्छौँ। यो 1 10 हो। 1 10 मा 1 थपेपछि यो कति भयो त हाम्रो 11 भयो। त्यस्तै 1 10 2 12 1 10 3 13। पहिला के थियो त हाम्रो परम्परागत सिस्टम 1 3 1 र 3 13 1 र 3 त 4 हुन्छ। यसलाई हामीले चेन्ज गर्नुपर्ने छ। त्यसकारणले 1 10 1 11 1 10 2 12 त्यसरी भन्छ भने अब हामीले छलफल गरौँ यसलाई के भन्ने, यसलाई भन्दाखेरि 2 10 20 2 10 20 हैन 2 10 20। अब यो राख्दाखेरि 2 10 2 22 2 10 20 22 कदापि 2 र 2 22 हुन सक्दैन। यसै तरिकाबाट हामीले यस्तै 1 10 2 10 20 3 10 30 यस्तै गरेर कतिवटा 10 छन् त्यसको आधारमा हामीले गणना गर्छौँ र यो बेस 10 प्लसको आधारमा हामीले यो काउन्टिङ नम्बर सुरु गर्छौँ। यसरी अगाडि पनि जान्छौँ। यसरी गणनाको स्टार्टिङ गर्दाखेरि हामीले 1 10 1 11 1 10 2 12 बाट हामी गयौँ भने म्याथमेटिक्सको जिरोबाट हामी प्लस पोइन्टमा जाने प्रयास गर्दछौँ। धन्यवाद।